कानु भनेर ल यही बस्छ आउ सर पछि बस्नु होला कि यही गर्नी बढ्ने के होइन अब पानी गर्ला छिट्टै सार्नु है दिदी अगाडि गयो कि भिलाज अगाडि गयो सक्ने भनेर हुन नि काम सिस्टमले गर्नुपर्छ क्या पनि त आउँछ रोगिरहेको सन्दर्भ थियो डलन त पैसा लिनु ठुलो कुरो होइन क्या आफूले नि आफ्नो ड्युटी पुरा पाइएन पैसा लिनु महत्त्व होइन मलाई ओम भगाय स्वाइदम भगाय सुन्नुभयो ल घुमेर आउनुहोस् भयो अष्टपर्वत उत्तरपट्टि प्रथम शिवराजित भागे चन्द्र संसेनम दिग्भाग विभूषितम तातार नीतिमन्त्रेण बाष्टासेन उदाचलाय नमः ओम मरुत पर्वत मरुतस्थित माग्नेय मरुतस्य मरुताय नमः दक्षिणतिर विन्ध्याचलाय नमः विन्ध्याचल चल स्थापम रक्तश्वेतवर्ण विभूषितम धाम द्वितीयमन्त्रेण दक्षिणास्यां प्रपूजयेत् विन्ध्याचलाय नमः नैऋत्य वायव्यतिर शारदा पर्वत शारदा वर्णन माथि लैजानु ल ताली 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 ल फेरि जानु अनि हजुरले गयो त्यो झिक्दिनुहोस् त अब ल लगाइदिनुहोस्
उतै जानु यो लिएर जानु ल हात लिने हजुर यता एक मिनट बाइक छ साह्रै हामी जान्छौँ भैया यहाँ सीधे है नहीं बाइक है हजुर तर एलसिडी अलिकति पातमा लगायो भने दुना थाले चाहियो है ए म त अलि यता अनुहारदेखि लिएर गर्नु न ए ल म खोजाउन त्यहाँ पाइन्छ अलि यता आउनु बुधबारको छ हाम्रो क्यामेरा भिड्नु भयो क्या क्यामेरा भिजाउनु भएन नि त ए हुन्छ अगाडि छोरी ठोकी दुनिया खा क्या बुझी त्यसो भएर हो त्यो ल्याएको गाला नलाग्नु सम्झी गाला लाई गर्नु हो मुई खाएर चिया तको मुई खाएर हो यसो बता आइहाल्छ दाल होइन चामल बस्यो गुरुवालको छ त्यतै लाउनु यता फर्किनु लक्ष्य नि भएन सँगै गइरहेको छ अर्कै कान्छ नातिहरू हात गर्नु पर्दैन एउटै हात गर्नु जुटीको लाउँदा क्या एउटै हातले ट्याकल गर्ने नमस्ते गरिहाल्नु पर्यो एकै हातले चट्ट पार्नु बस एकछिन अब दुईटै एकैचोटि उठ्न पर्यो सँगसँगै जन्मेपछि सँगसँगै उठ्न पर्छ ल यी काकाको भाइ
गरिदिनुहोस् है हामीलाई माइलो छुराको हात्ती 21 नम्बरको हेरेर लाग्नु नातिनी मामा हामी दुई दाजु सानो बास दुलाको सानीमाको छोरा कृष्ण भगवान हरे नारायण हरे श्री कृष्ण गोविंद ए भाउजूहरु बाल्नु नमस्ते गरा छोरा नमस्ते गरा नमस्ते बाबा नारायण हरे नारायण हरे यहाँ काहीँ हजुरको टेन्ट खोल्ला खोल्ला खाइदा हुन्छ झ्यापझुप खोल्ने हुन्छ टेन्ट पानी पर्दै बार्ता चाहिँ भित्र गरेर जुत्ताको बार्ता पानी पर्छ भित्र गरेर बार्ता गरिन्छ तपाईँको मन्त्र कति कडा छ एउटा झाँक्री पनि आथ्यो झाँक्रीले चाहिँ म ठाउँको ठाउँ बाहिर ठिक पार्दैन मन्त्र लिएर
यस्तै नि हुन्छ मन त के मन त हुन्छ बिच्छीमा त राजै हो सिरिप समातेर कखाला उचालेर लिएर गएर उता गएर टाउको के अरे घाँटी फेरि खाइदिन्छ कालै हारेको मान्छे हेरेर क्यार नि हो र मान्छे मार्ला हान क्यार नि जसले हाने उसले झम्टे भाइले मसुरो मान्छे सम्झना एक रौँ सम्झना 27 किलोको लागि म गएको 5 मिनट जति आइन्छ त्यो बेटी पनि फुल चार्ज रहेछ लाइन गएको लोड सेडिङको टाइम बेटी चार्ज झन् ड्युटी ल्याएर भइगयो ड्युटी क्याप्चर गरेर अनि त्यसबाट बेटीको चार्जर त्यही त अरू नरम एक क्यामेरा जोगाएर सबै नेपालको बात चाहिँ मिल्दैन नेताको त मिल्यो के काम भयो त अब अहिले बिहा गर्ने पढाइदिने सक्यो अब गुरुसान पाँच लाउँछ या ओके दादा ल कान्छी साली भन ल भन कान्छी साली 500 मैले भन्न देऊ न कति जुत्ता मूल्य के हुन्छ हैन त भन्दै जुत्ताको मूल्य जुत्ता मूल्य नपर्दैन छैन जुत्ता मूल्य नपर्दैन छैन जुत्ता मूल्य हो त्यहाँ त बढी हुँदैन न तपाई जुत्ता राख्नुस् ए जुत्ताको मूल्य दुईटा जिरो एउटा जिरोले के भ्यालु हुन्छ र जता लय नि भो दिनमा भन्दा बरु हैन त्यसैमा पुरो मिलाएर गयो भइगयो पैसा दिनु सक्छ नि त महिनापछि पेमेन्ट 100 महिनामा पैसा त बहिना गर आधा नि दिन्छ साली कहाँ त्यत्रो त्यति पैसा पुरा नदेऊ फेरि सरले पुरा गरेर आज बहिना गर अनि
अलिअलि मुसुल गर्नु न दाइ हाँस्नु न हाँस्नु पर्यो नि त अनि उनीहरूले घुसी भन्नु पर्यो एकछिन पर्यो 5 मिनट हजुर राम्रो सीधा रह ठीक से लाइट मिले है तो लोग जुत्ता बारे में गाना गाने ये तो कैमरा में होना नहीं अब साली गरिएन हैन मार्ता हैन गरेको सबै जतै लाग्यो भने भएन फेरि हल्का मुन्ना मुस्कान बंटल गए तो है वहाँ गरी आयो अच्छा हरु बोइन रहेछ नि बल्छौ दे मेरे नि apa nih deh ini kan ya Kamu kata enggak? Inilah yo. त्यहाँ जा आउनु त भाउजू भाउजू नि जानु हैन अब फेरि बेली भएर खिच्न पाएन ऐसा सब सबै जोडी मेरो नि जोडी बनाउँ न यहाँकी फोटो क्यामेरा चाहिँ खोइ खिच्नु न बिचमा लगाइदेऊ हरिएको स्वाद होटल लिनु पनि नदिएर न्यू ईयर दुई हो साह्रै ठाउँमा हुँदैन छुन पुरा पर्छ छुन चाहिँ पर्छ टाउको चाहिँ छुन पर्छ धेरै ठाउँमा हुँदैन मान्छेलाई हामी देखाइदिन्छ टाउको ठोक्ने भनेको मिठ लाउँदा मात्रै हो अग्लो मार्ने हो अग्लो मार्ने हो टाउको ठोक्ने हो टाउको ठोक्ने पछाडि सम्झिने खै भन्नुपर्छ हो यता आउनु
गर्न पर्यो पर्छ आफै लगाउनु पर्यो यस्तै हो ल हुन्छ यसैमा राख्नु उहाँहरूले यसमा राखिदिनुहुन्छ के हो र ल हजुरहरूले यसमा ठिकै लाग्नु यो चाहिँ तपाईँले दिनुभयो ढोकामा मान्छे बस्न पाउँछ मिलाएर हाइ ढोका मान्छे बस्छ यो आधारमा मान्छे बस्नु यसलाई त अनि बल गर्ने मान्छे चाहिन्छ है त सिधा डोरीले बाँध्नुपर्छ के बोल्नु उता राखिदिउँ न यहाँ कुल्सिन्छन् हिँड्दाखेरि तिम्रो अगाडि तिम्रो जातिमा बधाई छ बुहारी पाउनु गाडी घुम्नु एकचोटि घुमाउँदा राम्रो हुन्छ मुहा चढ्दा पल्टी
त्यो रातो कपडा सबै साइड लाँदैन भने समस्या हुन्छ कि चौका घुमाओ भने सानो भयो चौका घुमाओ हो त्यसरी हो भयो तीनचोटी भइसक्यो भयो ल भयो एकचोटी त घुम्यो नि त लिएर जाऊ अहिले आइज नानी खोइ बहिनीहरु अर्को है ए भयो अर्को बहिनीहरु आऊ भोसले गर्ने बहिनीहरु अब सबैलाई गर्नु पनि भरा ल बस ल आऊ है बाबु यहाँ खोइ बहिनीहरु अरु बहिनीहरु कति जना नानी सबैलाई ओ ल बस दाइ भाउजू अनि सबैलाई ल आऊ नानी आऊ तिमी आऊ न आऊ सबै नानीहरु भाइ कता गए अर्को नानी कता गए भाइ छोरा कजना कोन छोरा पैसा दिनु म दिन्छु पैसा खाऊ है म के तपाईले दिनु हो यहाँ त दिनु हाम्रो दिनु नि हाम्रो दिनु त्यसो कुरा आउनु पर्छ नि त भाडा भाइ कोना कजना
भन म 100 धर दिन्छु त्यहाँ त बढी दिनु हो नि त हामी छोड्दैनौँ नि कहिले ल दिन्छु ल आला अब ल संगीता छोरी माइलियामा सालियामा कान्छियामा छिटाउनु है छिटाउनु फेरि पालो मिचेला भाग हरिएलाई फेरि एकै फेर अरु है धेरै नदेर एक फेर चप्पै दर उतालाई नि यता छोरालाई साडी बिसिसके दिदीको माथि साड्या मैले त मुख हेर्दै पाइन नि त भए बत्ती ल्या बडी यतिकै मम्मीहरुलाई के हो त्यो लगाइदेऊ न भाइ सर मम्मीले लगाइदिन्छ है म लगाइदिन्छु नि लगाइदिन्छ नि राम मम्मीलाई नानी मिलाइदेऊ नि त यो देऊ ल मैले पर्दैन रे पहिला दिने केलाई न अनि हेर्नु पर्यो नि त माइलियामा चिनिरहेको माइलियामा बटुलाले आजकल छ हाम्रो नाति हैन ढोक्न पर्दैन भयो 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 पछि माइजूहरु हो आमा पछि के अरे अन्टीहरु पछि आमा पछि बल्ल सानी माइजूहरु पछि हामी के भनिरहने हो अनि माइजूहरु आमा पछि माइजू मैले आमाले हेर्छ आमाले राज्य हेर्नु हैन भयो छोरालाई लाएर 57 सालकी काकी 57 काकी हैन कान्छीको भाग्यमानी एक वर्ष भन्दा माथि बुहारी पाउने कान्छी बोल सिपाद्र छे ल माइजूहरु आऊ हुन्छ हुन्छ देऊ हजुरआलाई यसो छोयो भने काम त
हामी त भन्दिनु पर्थ्यो वहाँ भन्दिनु पर्थ्यो हाम्रो कले सोधेर भन्ने भोलि गरम गरेर किन भन त सोधेनन् नि त हामीले के पनि सोधेका होइन उनीहरू थाहा पारेर ल्याएको भोलि पर्छ तिमीलाई धोती छ कलर मिलीमा धोती छ जति हाम्रो ठुली माइजू चिनिया ठुली माइजू चिनाउनु पर्दैन सिक्नु हैन ठुली माइजू सबभन्दा पहिला बाबा यहाँ धुलियो भुल्नु भएन ल कान्छी माइजू कता गइन् कान्छी माइजू भिडियोबाट हाम्रो छ हेर्नै भाउजू हाम्रो कान्छी माइजू लाग्यो लक्ष्मी कस्टमर जान्दा मेरो ल्याइदियो हारामा राखे छुट्टिन्छ नि मेरो ल्याइदियो नि त फोन त कति ल्याइदिए चाबी लगाए नि चाबी लाग्यो अहिले दिने हुन्छ भाउजूलाई होइन अहिले दिने नि कस्तो अहिले दिने नि चाबी नखाँदा नि कस्तो चाबी खै माथिको अन्टीले भन ल जन्टीले वार्थे एउटा खान्देऊ त्यही सँगै देऊ त्यो लिनु भइगयो नमस्कार गर्नुहुन्छ हेर गैडा सबैले कान्छी नै सबैले जेठी जेठी त्यहाँ गैडा अनि खोइ साइली साइली देउरको छोरा बिहे भएर बिहान नगा हो अन्त बिहान यस्तो त छुसु देखेको अनि खै लुरु बोला त छ यहाँ नभएन यहाँ म दिँदैछु लुरुलाई पनि बोला छोरीलाई सन्तोष भए सधैँ हाँसी खुसी रहे हामीलाई नि हाँसी खुसी बनाए आफ्नो त नरहे हो कि होइन हामी मम्मीको भाग्य लगाइदियो भन्नु लगाइदिन्छु मम्मीमा आउन पाउनु भएन मम्मी भाइ लैजान त त्यसो भए लगाउने हो बोलाइदिलाई लगाइदिएर पठाएर चाहिँ के भयो त नि अनि भोलि बिहान आएर अनि बुहारीले मुखेथे भोलि आउँदा भ्याउँदिन नि त म बिरामी बच्चा दिँदैन अनि जहिले आएन अनि बुहारीले दिनु के भइहाल्यो जहिले आत्तियो भयो बुहारीले भेटेर दिन्छ उसले पठाइदिन्छ छोरीले दिन्छु अनि भयो हुन्छ भइहाल्यो टिको लाएर दिने तिमीले टिको लाएर बाटो छेक्दै रहेछौ बाटो छेक्नु होइन कहिले दिनु पर्ने अन्त बिचारै आउँछ भाग्य होइन नमस्ते गर्दै भाउजूलाई नमस्ते गर्दै हो साडी लाउँछु